यिनीहरूको पीडा कसले बुझ्दिने? बागेश्वरीको पानी त छैन अहिले र बागेश्वरीमा काम भइरहेको छ। यिनीहरू कहाँ जाने, कहाँ बस्ने? यति बेला एक्सिडेन्ट हुने चान्सेस धेरै हुन्छ। यिनीहरूले खाना पनि राम्ररी पाइरहेको छैनन्। बागेश्वरीको म्यानेजमेन्टसँग मैले एउटा कुरा भन्न चाहन्छु कि यिनीहरूको व्यवस्था कि त वाटर पार्कतिर गरिदिनुहोस्, कि त कान्ति तालतिर गरिदिनुहोस्, कि त रानी तालाबतिर गरिदिनुहोस्। यस्तै यिनीहरू बाटोमा हिँडेपछि कसै न कसैको मृत्यु त पक्कै हुन्छ, कि त हाँसको हुन्छ कि त मान्छेको एक्सिडेन्ट हुन्छ। त्यही भएर कृपया गरेर यिनीहरूको म्यानेजमेन्ट गरिदिनु पर्यो। अब यो काम कसको अन्डरमा पर्छ? बागेश्वरीको म्यानेजमेन्टको अन्डरमा पर्छ कि नगरपालिकाको अन्डरमा पर्छ? नगरपालिकाको अन्डरमा पर्छ भने तत्कालै गर्नु पर्यो। बागेश्वरीको अन्डरमा पर्छ भने बागेश्वरीले पनि यसलाई तत्कालै केही न केही व्यवस्था गर्नु पर्यो। जो भनेको यस्तो चिज हो जसले बागेश्वरीको सुन्दरता अझै जनाउँछ। सो मेरो एउटा अनुरोध छ, यिनीहरूको केही न केही व्यवस्था तपाईँहरूले गरिदिनु पर्यो। हेर्नु त अल्लमल्ल बोलेर यताउता हिँडेछन्, पानी नभएर, पानीमा खेल्न नपाएर। कि त यस्तो चिज नलिएर आउनु पर्ने? सञ्जय के भन्न चाहनुहुन्छ यो विषयमा तपाईँले? के भन्ने, यो चाहिँ यस्तो व्यवस्था चाहिँ अनिवार्य हुनु पर्यो कि यसको व्यवस्था बहुत जरुरी छ यिनीहरूलाई। अब यता जान्छन् उता जान्छन्, बिचमा एक्सिडेन्ट हुन्छ, मान्छेलाई गाह्रो, उलाई पनि गाह्रो। एउटा त्यसमाको बिच छ भने तिनीहरूलाई गाह्रो, मान्छे कसैको बित्यो भने मान्छेको घरतिर गाह्रो। त्योभन्दा राम्रो पहिले व्यवस्था गर्ने यसको कारण कसैको एक्सिडेन्ट भयो भने को जिम्मेवार हुने त्यो चाहिँ खोलाइदिनु पर्यो तपाईँले। नभए यो हाम्रो नेपालगञ्जको ट्याग नराख्नुहोस् के। भाइरल रोड बनाएर मात्र हुँदैन, यो सब चिजको व्यवस्था हुनु पर्यो। सानो सानो चिजले त हो नेपालगञ्जलाई राम्रो बनाउने भनेको। यही सब चिजले त हो नेपालगञ्जलाई राम्रो बनाउने भनेको। हाम्रो नेपालगञ्ज राम्रो, त्यतिकै हाम्रो नेपालगञ्ज राम्रो नेपालगञ्ज बन्छ। अब तपाईँहरूले पनि धेरैजनाले यो हेर्नुभयो होला, नोटिस गर्नुभयो होला, तर अब यसको केही न केही त व्यवस्था गर्नु पर्यो। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ, गाडी आइरहेछ, गाडीलाई अप्ठ्यारो भइरहेछ।